नमस्कार सबैलाई नमस्कार। अहिले चाहिँ म यो रमाइलो डाँडामा छु। यो चाहिँ कुन डाँडा हो कहाँ हो त भन्दाखेरि अहिले म यो चाहिँ सानो दिङलामा छु। सानो दिङला भनेको चाहिँ हाम्रो सदानन्द नगरपालिका वडा नम्बर 3 मा पर्ने एउटा रमाइलो गाउँ हो। वरिपरि देख्न सक्नुहुन्छ यहाँनिर डाँडा परेको ठाउँ छ, एकदम हरियाली। अहिले धान पाक्ने सिजन भएकोले पहेँलो धान चाहिँ हामीले चाहिँ पाकेको देखिरहेछौँ वरिपरि। अनि यो पारिपट्टि जुन देख्दै हुनुहुन्छ तपाईहरूले, यता यो चाहिँ एकुमा गाउँ है, एकुमा गाउँ भन्छ यसलाई। यो चाहिँ फेरि हाम्रो 9 नम्बर वडामा पर्छ। हाम्रो यो अलिकति माथिसम्म चाहिँ पहेँलो धान पाकिरहेछ, त्यहाँभन्दा माथि चाहिँ फेरि धान हुँदैन है। यो चाहिँ अलि चिसो लेक पर्ने ठाउँ हो। त्यहाँभन्दा तल चाहिँ यो पुरा तपाईँहरूले देखिराख्नु भएको चाहिँ धानै धान हो। एकुमा गाउँ ल यतापट्टि पातलो गाउँ छ, तर एकदम रमाइलो छ, घमाइलो बन्छ। बिहानदेखि बेलुकासम्म घाम लाग्छ। यता पारिपट्टि यो डाँडा देख्नु भएको छ, माथि यो बैदार भन्ज्याङ हो। म तपाईँलाई जुम गरेर देखाउँछु है त। यो पारि जुन देख्नु भएको छ, यहाँनिर एउटा रमाइलो डाँडा छ। यो चाहिँ बैदार भन्ज्याङ हो है, बैदार भन्ज्याङ भन्छ। यहाँ यो सानो बजार जस्तै ठाउँ छ, रमाइलो डाँडा छ। अनि यहाँबाट तल झर्नुभयो भने तपाईँले यो चुबाङ गाउँ भन्छ यो डाँडा, जुन यो डाँडा मैले देखिरहेको छु अहिले, यो चाहिँ चुबाङ डाँडा भनेर भन्छ। त्यो पनि एकदम रमाइलो डाँडा छ। यो माथि बैदार भन्ज्याङ र यो डाँडाको बिचमा चाहिँ एउटा खोला पनि छ है, श्याम खोला भन्छ। अनि सरर यसरी तपाईँले यो देख्न सक्नुहुन्छ। अति नै सुन्दर, अति नै रमाइलो धान खेत, साह्रै राम्रो धान फल्छ है। यो बिचमा चाहिँ यो हाम्रो एउटा हाइड्रो प्रोजेक्ट चाहिँ रनिङ भइरहेछ। त्यो हाइड्रोले चाहिँ उसको पेनस्टक पाइप चाहिँ बिछ्याउनको लागि खनेको डोप हो। त्यहाँनिर चाहिँ मतलब अझ राम्रो सुन्दर देखिन्थ्यो। यहाँ तल हाम्रो देवी थान छ, यो चाहिँ हाम्रो सिक्तेल टार अनि यो एकुमाको अनि चाहिँ यतापट्टि सानो दिङलाले चाहिँ संयुक्त रूपमा गर्ने देवी थान हो। यो साह्रै साक्षात छ यहाँको देवी थान। देवीले चाहिँ हामी सबैलाई चाहिँ एकदमै रक्षा गर्नुहुन्छ। अनि यो सानो दिङलापट्टि चाहिँ यहाँनिर एउटा स्कुल छ, प्राइभेट स्कुल। अनि यतापट्टि बस्तीहरू चाहिँ पातलो छ, अलिकति थोरै भिरालो परेको ठाउँ छ। माथि डाँडातिर घरहरू देख्न सक्नुहुन्छ। मैले तपाईँलाई यता उतापट्टिको ठाउँ पनि देखाउँछु है। अनि कोदो उसै राम्रो हुन्छ, एकदम राम्रो कोदो चाहिँ। अब यो पनि पाक्ने सिजन भइरहेछ है। गाउँमा यस्तै हरियाली फलफुलहरू तुलफुलहरू देख्न पाइन्छ, साह्रै रमाइलो लाग्छ है। यतापट्टि डाँडामा आएको छु, पुरै भोगटे पाकिरहेको रहेछ। यो चाहिँ भोगटे, अनि हाम्रोतिर चाहिँ यसलाई सङ्खत्र पनि भन्छ। अमिलो हुन्छ, अलि पाकेपछि थोरै गुलियो पनि हुन्छ। चाहिँ साँधेर खाँदा बहुत मिठो हुन्छ है। केरा पुरै पसाइरहेको रहेछ। यो धान अब पाक्ने चरणमा, अन्तिम चरणमा छ। साह्रै राम्रो देखिएको छ यतापट्टि ल माथि। म चाहिँ यो तल्लो साइडमा मात्र घुमेँ, माथि चाहिँ अलिक बाटो जाँदैन। यता माथि पनि धेरै ठुलो गाउँ छ। यो सानो दिङला एरिया ठुलो छ है। सो यो डाँडातिर चाहिँ घुम्दै आएँ, साह्रै रमाइलो लाग्यो। पारिपट्टि तपाईँको हिमालहरू देखिन्छ, बाटो अलिक खुलेको छैन, हिमाल देखिँदाखेरि एकदम राम्रो देखिन्छ, यहाँ स्पष्ट देखिन्छ, साह्रै राम्रो छ।